हामी कञ्चनजङ्घा राज्य विश्वविद्यालयका तेस्रो सत्रका विद्यार्थीहरू चन्द्रिका शर्मा, बिन्दा खतिवडा र सृजना शर्मा चाहिँ उषा म्यामकोमा उषा शर्माज्यू जो साहित्यकार हुनुहुन्छ उहाँकोमा एउटा छोटो अन्तर्वार्ता लिन आएका थियौँ र यो अन्तर्वार्ता हजुर प्रस्तुत छ। हेर्नुहोस्। हामी कञ्चनजङ्घा राज्य विश्वविद्यालयबाट यहाँसम्म हजुरको अलिक साहित्यिक यात्राको लागि कस्तो के थियो भनेर चाहिँ हामी जान्नको लागि आइपुग्यौँ। अनि पहिले अब तपाईँको साहित्यिक यात्रा के कस्तो थियो र हजुरको परिचयसँगै हामी त्यो अलिकति जानकारी दिनुहोस्। म चाहिँ दार्जिलिङ जिल्ला अन्तर्गत खरसाङको डाउहिल गाउँमा सन् 1965 सालमा जन्मेकी हुँ र खरसाङमा जन्मेकी हुनाले खरसाङमा आकाशवाणी केन्द्र अर्थात् यो रेडियो स्टेसन पनि छ र हामी सानैदेखि त्यहाँ नानीको मेला भन्ने एउटा कार्यक्रम हुन्छ, बाल कार्यक्रम, त्यो चाहिँ लाइभ हुन्थ्यो प्रत्यक्ष र त्यो कार्यक्रममा भाग लिँदा जस्तै साङ्गीतिक कार्यक्रम भयो, साहित्यिक कार्यक्रममा भाग लिँदा कहिले कविता पढ्नुपर्ने, कहिले गीत है, त्यस्तो गर्दाखेरि चाहिँ अलिकति लेखनमा रुचि त्यहाँदेखि नै जागेको जस्तो लाग्छ। अनि फेरि म पछि स्कुलमा पनि पत्र पत्रिकाहरूमा कहिलेकाहीँ लेख्ने गर्थेँ कलेजमा र पछि त्यस्तै आफ्नो पेसा पनि आकाशवाणी गान्तोकमा भयो र त्यसरी नै लेखनमा मेरो रुचि पनि बढ्दै गयो। फेरि म साहित्यकै विद्यार्थी पनि थिएँ, नेपाली विषयलाई नै लिएर मैले बिए अनर्स गरेकी हुँ र त्यसरी साहित्यकै विद्यार्थी हुँदा चाहिँ त्यसै पनि तपाईँहरू पनि त्यस्तै तपाईँहरूलाई जस्तै लेख्नुहुन्छ र कसरी हुन्छ त्यस्तै प्रकारले बिस्तारै बिस्तारै म लेखन कार्यमा अघि बढेकी हुँ। अनि तपाईँले अब यो लेखनतर्फ प्रेरित गर्ने खास मूल कारण चाहिँ के थियो? प्रेरित गर्ने चाहिँ मेरो बडाबाबा हुनुहुन्छ नगेन्द्र शर्मा। उहाँ पनि साहित्यकार नै हुनुहुन्छ। विशेष गरी उहाँले धेरै विधामा कलम चलाउनु भएको छ, तर विशेष रूपले निबन्धकार। अनि उहाँले हामी साना हुँदाखेरि सधैँ पत्र पत्रिकाहरू ल्याएर पढ्नु दिने, उहाँको कृतिहरू ल्याएर पढ्नु दिने, अनि अरू नै पुस्तकहरू पनि राम्रा पढ्नु दिनुहुन्थ्यो र म उहाँलाई नै मेरो लेखन यात्राको अथवा यो साहित्यिक यात्राको प्रेरणा स्रोत मान्छु। बाबा आमाले पनि लेखनमा रुचि थियो, पढ्नुहुन्थ्यो उहाँहरू पनि, तर पढ्नुपर्छ लेख्नुपर्छ भनेर मलाई धेरै प्रेरित गर्नुहुने चाहिँ मेरो बडाबाबा हुनुहुन्छ नगेन्द्र शर्मा। उहाँ जो पनि साहित्यकारी हुनुहुन्थ्यो। हजुर। अनि हाम्रो एउटा प्रश्न थियो, त्यो यहाँ गान्तोकमा जुन तपाईँको त्यो यो गन्तव्य पुस्तकमाथि एउटा विमर्श भएको थियो, त्यो विमर्शमा चाहिँ के कस्तो कुराहरू राखिएको थियो? त्यो विमर्शमा चाहिँ यो चिया कविताले आयोजना गरेको चिया कविता समूहले, र त्यसमा चाहिँ एकदमै मलाई लाग्छ त्यो भव्य र राम्रो कार्यक्रम भएको थियो। एउटा ज्ञानवर्धक है, विद्यार्थी विशेष रूपले म आफूलाई भन्दाखेरि पनि नयाँ पिँढी जो लेख्नमा इच्छा गर्छन् है, जसलाई लेख्नु मनपर्छ अथवा कुन प्रकारले लेखिनुपर्छ भन्ने जसलाई लागेको हुन्छ, लेख्न मन लाग्छ तर कसरी लेख्नु भन्ने अलिकति ज्ञान नहुनेहरूका लागि पनि धेरै लाभप्रद भयो त्यो कार्यक्रम, र मेरा लागि पनि अत्यन्तै लाभप्रद भएको जस्तो लाग्यो। किनभने त्यसमा समालोचक एकजना हुनुहुन्थ्यो जय क्याक्टस है, उहाँले धेरै कृतिहरूबारे उहाँ प्रसिद्ध समालोचक हुनुहुन्छ र उहाँको वक्तव्यबाट पनि धेरै सिक्ने। अनि हाम्रा स्रोत वक्ताहरू अथवा त्यो विमर्शमा भाग लिने प्रवीण राई जुमेली, सुधा एम राई हुनुहुन्थ्यो, अनि हाम्रो सुरज धड्कन त एक कथाकार पनि हुनुहुन्छ। उहाँ प्राध्यापनमा हुँदाहुँदै पनि प्रवीण राई जुमेली त ख्यातिप्राप्त साहित्यकार हुनुहुन्छ सिक्किमका, अनि सुधा एम राई पनि चर्चित कवि, अनि हाम्रो कृष्ण सापकोटा हुनुहुन्थ्यो मध्यस्थकर्ता, र उहाँहरू एकदमै ज्ञानवर्धक भयो त्यो विमर्श। र मैले पनि त्यसबाट के थाहा पाएँ भने मैले व्यक्तिगत रूपमा भाषामा जस्तै मलाई कुनै किन आकाशवाणीमा काम गर्थेँ, अनि घरमा पनि संस्कार त्यस्तै भएर होला म अलिकति संस्कारी भाषा प्रयोग गर्छु है। सानै नानीले पनि राम्रो शुद्ध बोल्नुपर्छ होला, संस्कारी बोल्नुपर्छ होला, तर उहाँहरूले मलाई जुन कुरा भन्नुभयो त्यो मेरो मनमा लाग्यो। जस्तै कथा लेख्दाखेरि पात्र अनुरूप लेखिनुपर्छ, त्यसमा संस्कारी भाषा छ र त्यस्तो प्रकारले लेखिनुपर्छ भन्ने एउटा कुरा निस्क्यो। अर्को क्राफ्टमाथि पनि, शिल्पमाथि पनि उहाँहरूले भन्नुभयो र अलिकति नयाँ प्रकारको नयाँ शैली हुनुपर्छ भन्ने, र अरू त उहाँहरूकोबाट सबै सकारात्मक प्रतिक्रिया, सकारात्मक नकारात्मक दुवै प्रकारका प्रतिक्रियाहरू प्राप्त भएर त्यसलाई मैले एकदमै सकारात्मक रूपमा लिएँ र मैले आफूले कस्तो प्रकारले मैले लेख्दै रहेछु र अहिले कुन प्रकारको विश्व साहित्य कुन प्रकारले लेखिँदैछ र मैले कस्तो कुराहरूमा ध्यान दिनुपर्ने रहेछ भन्ने कुराको बोध भयो मलाई, र मैले धेरै त्यस कार्यक्रमबाट म लाभान्वित पनि भएँ।
नयाँ लेखकहरूका साहित्यमा के कस्ता विशेषताहरू देखिन्छ? अहिले हामीले नयाँ लेखकहरूबारे कुरा गर्नु प्रवीण राई जुनेली, सुधाइन राईहरूलाई हामीले हेऱ्यौँ भने उहाँहरूले धेरै अभिलेख लेख्न थाल्नुभएको, तर अहिले पनि लेखि नै रहनु भएको छ। र तर अहिले नयाँ भन्नुपर्दा हामी प्रवीण खाले सायद उहाँहरू लिनुपर्छ होला। एनबिले वर्तमान पिँढीमा हामीले धेरै युवा साहित्यकारहरू देखिरहेका छौँ र उहाँहरूका लेखहरूमा चाहिँ नयाँ विचार है, नयाँ कुराहरूलाई लिएर अब हामीले पुराना अथवा पहिलेका लेखकहरूमा चाहिँ हामी यो ऐतिहासिक यथार्थहरू देख्छौँ, सांस्कृतिक चेतनाहरू देख्छौँ है, राष्ट्रप्रेम, देशप्रेम अनि पौराणिक कुराहरूलाई नयाँ शैलीमा लेखेको पनि हामी देख्छौँ। तर अहिले नयाँ वर्तमानमा चाहिँ नयाँ अवधारणालाई लिएर हामीले कुनै पनि आफ्नो विचारहरूलाई नयाँ प्रकारले व्यक्त गरिनुपर्छ, नयाँ शैली भन्ने प्रकारका लेखहरू अहिले हामीले लेखिरहेको देखेका छौँ। र मेरो अर्को प्रश्न छ, डिजिटल युगले साहित्यमा के कस्तो प्रभाव पारेको छ? डिजिटल युग त अब यो अहिले समयले परिवर्तन गर्दै ल्याएको विषय हो है। हामीले यसलाई सकारात्मक नकारात्मक दुवै रूपमा लिनुपर्छ अथवा हामीले यसलाई लिएका पनि छौँ। र मलाई लाग्छ यसको सकारात्मक पक्षलाई लिएर हेर्नु हो भने अहिले मानिस कहाँ समय छैन है, व्यस्त छन्, किताब पढ्ने एउटा समय हुँदैन र उहाँहरूले यो डिजिटलीकरण भएकोले गर्दा उहाँहरूले त्यसको माध्यमबाट आफू जहाँ गए पनि है एउटा मोबाइलको माध्यमबाट हुन्छ या कसरी हुन्छ साहित्य पढ्न लेख्न पाइरहनु भएको छ। र हामीलाई जति बेला जुनै कुरा पनि अब आजै मलाई देवकोटाको पागल कविताबारे अलिकति चाहिएको थियो मेरो एउटा कुनै लेखमा लेख्नको लागि र मलाई तुरन्त मैले मोबाइल खोलेर हेर्दा त्यो पागल कविता मैले त्यहाँ पाइहालेँ है। अब मैले उहाँको शून्यसरी बिलाएँ, त्यो पनि मैले हेर्नुपर्ने थियो र त्यो पनि मैले खोज्ने बित्तिकै मैले पाएँ। त्यो एकदमै राम्रो कुरा हो अहिलेको लागि, हाम्रो लागि। अनि नेपालमा त हामीले धेरै अघिदेखि यो अडियो बुकहरू है, राम्रो राम्रा उपन्यास कथाहरू अडियो बुकको माध्यमबाट सुन्न हेर्न पाइरहेका छौँ। फेसबुकबाट त अब दिनदिनै नै नयाँ नयाँ कविताहरू है, लेखहरू जसले लेख्नुहुन्छ, अब साहित्य पोस्टहरू भयो, जुनै पनि है प्रकाशन गृहहरूबाट हामी पढ्न पाइरहेको छ। सिक्किममा पनि अहिले यो अडियो बुक भनेर इन्टरभ्यू सिक्किम डाक्टर पारस अनुदानले सुरु गर्नुभएको छ। त्यसमा मेरै कथाहरू पनि उहाँहरूले वाचन गरेर अब त्यो रेकर्ड जुनैसम्मलाई रेकर्ड रहन्छ। किताबहरू त कहिलेकाहीँ घरमा अर्को पिँढीले सम्हालिदिएन भने कोही बेला त्यो किताबहरूका हराउन पनि सक्छ। तर यो डिजिटलीकरणले एउटा फाइदा त्यो भएको जस्तो मलाई लाग्छ। र यो आकाशवाणी दूरदर्शनहरूतिर पनि हामीले हेर्यौँ भने जति पनि साहित्यकारहरूको इन्टरभ्यूहरू लिएको हुन्छ तिनीहरू पनि रेकर्ड गरेर, हुन त इलेक्ट्रोनिक मिडिया हो र पनि त्यो एउटा रेकर्ड गरेर राखिएको हुन्छ। र यो अनि अर्को नकारात्मक पक्षलाई हेर्ने हो भने मानिसहरूमा पठन संस्कृति डिजिटलीकरणले गर्दा हराएर गइरहेको हामीले देखेका छौँ। र अलिकति पाठकहरूको कमी, पुस्तक किन्ने होइन यो पाइहालिन्छ, यो डिजिटलीकृत भइहालेको छ, हामीले किन किताब किन्नु पर्यो भन्ने खालको एक प्रकारको त्यो पनि मानिसमा है जागेको छ। र त्यसले गर्दा अलिकति पठन संस्कृति हराएको छ र लेखकहरूमा त्यसले केही प्रभाव पो पार्छ कि भन्ने चाहिँ एउटा हुन्छ। तर यता डिजिटलीकरण भएपछि त्यो पनि लेखकहरूको लागि पनि राम्रै कुरा हो र दुवै पक्षहरू छन् यसका। र मलाई लाग्छ हामीले सकारात्मक पक्षमाथि नै बेसी ध्यान दिनुपर्छ होला र यसले हामीलाई धेरै लाभ नै पुर्याएको छ। मेरो प्रश्न रहेको छ, आजको समयमा चाहिँ हामीले सिक्किममा हेर्नुपर्दा चाहिँ कस्तो कस्तो प्रविधिहरू लिएर चाहिँ साहित्य लेखिँदैछ? अहिले सिक्किममा कस्तो कस्तो प्रवृत्ति भन्नु है, अब यहाँ सिक्किममा अहिले हामीले देखिरहेका छौँ यो ऐतिहासिक यथार्थलाई लिएर लेखिएका कृतिहरू धेरै देखेका छौँ। जस्तै हामीले रुद्र पौड्यालका श्री रुद्र पौड्यालका उपन्यासहरू, मत्किएको घरहरूदेखि अरू उहाँका कृतिहरूमा पनि यस्तै यो ऐतिहासिक यथार्थलाई लिएर लेखिएको छ। अनि हामी सांस्कृतिक सचेतना भएका कृतिहरू, पुस्तकहरू पनि हामीले देखिरहेका छौँ है। प्रगतिवादी चेत भएका पुस्तकहरू पनि छन्। जस्तै हामीले विजय कुमार सुब्बाका कृतिहरू हेरौँ है, मेघनाथ दाहाल उहाँका भयो। अनि हामीले भिन्न खालका कृतिहरूमा पनि हामीले यस्तै कुराहरू पाएका हौँ। र अर्को सामाजिक यथार्थवादी धारामा त हामीले देखेकै यो सानु लामादेखि पद्मश्री सानु लामाका कृतिहरू, पुस्तकहरूदेखि नै हामीले सामाजिक यथार्थवादी धारा अहिले थिरू प्रसाद
नेपाल हुनुहुन्छ है र अरू पनि जति पनि हाम्रा लेखकहरू हुनुहुन्छ उहाँहरूले यो सामाजिक यथार्थवादी धाराहरू लेख्नुभएको छ र राष्ट्रभक्ति माटो प्रेम है जीवन थिममा हामीले देखेका हौँ माटो प्रेम तर अहिले पनि हामीले धेरै पुस्तकहरूमा माटो प्रेम देशभक्ति देखेका छौँ र त्यसोबाट कृतिका कृतिहरूमा पनि हामीले माटो प्रेम देखेका हौँ अनि नयाँ शैलीमा पौराणिक कुराहरूलाई नयाँ शैलीमा भनेको जस्तै प्रवीण राईज्यूका कृतिहरूमा पनि हामीले एकदमै नयाँ शैलीको प्रयोग है नयाँ नव अवधारणाहरूको सुधाइम राईका कविता सङ्ग्रहहरू हेऱ्यौँ भने पनि पौराणिक कुराहरूलाई पौराणिक कथाहरूलाई नयाँ शैलीमा नयाँ ढङ्गले प्रस्तुत गरिएको हामीले पाउँछौँ र अहिले युग सापेक्ष है युगबोध भएका कृतिहरू पनि प्रकाशित भइरहेका छन् अनि हामीले अर्को कुरा युवा बराल अनन्तकै कथाहरूमा पनि हेर्यौँ भने सामाजिक यथार्थवाद र यो नयाँ अहिलेको प्रौद्योगिकीको जुन युग छ र त्यसै अनुरूपको नयाँ कुराहरूलाई पनि लिएर उहाँले लेख्नुभएको छ गाउँले जीवनदेखि लिएर अहिलेको अत्याधुनिक प्रवृत्तिलाई लिएर र सिक्किमको विषय यसो हेर्दा हामीले देखेकै छौँ यो साहित्य अकादमी पुरस्कारहरू पनि सिक्किममा है पाइएर जस्तै तुलसीराम शर्मा कश्यपदेखि लिएर कल्पश्री सानिलामा भयो शङ्करदेव ढकाल हुनुभयो है बाल साहित्य निर्माण हाम्रो डाक्टर शान्ति छेत्री भीम प्रधानज्यू अब गत वर्ष मात्र युवा बराल अनन्तले पाउनु सायद यो विभिन्न पक्षलाई समेटिएर लेखिएकोले नै होला र यो यस प्रकारको उपलब्धि हासिल भइरहेको छ र यस्तै पक्षहरूलाई सामाजिक पक्ष यथार्थवादी पक्ष र ऐतिहासिक यथार्थ सांस्कृतिक चेतना यस्तै युगबोधहरूलाई लिएर नै सिक्किममा अहिले पुस्तकहरू प्रकाशित भइरहेका छन् भविष्यमा गएर चाहिँ सिक्किममा कस्तो कस्तो प्रवृत्ति वा कस्तो प्रकारको साहित्य लेख्नुपर्छ होला जस्तो त्यही मलाई लाग्छ हुन त अहिलेसम्म है यो सकारात्मक छ विभिन्न पक्षहरूलाई नै समेटिएर लेखिएको छ है चित्त बुझ्दो तर अब अहिले एआईको युग छ होइन त हामीले अब कस्तो नयाँ नयाँ कुराहरू हुन्छन् है त युग सापेक्ष र युगबोधलाई नै ध्यानमा राखेर लेखिनुपर्छ होला जस्तो लाग्छ अन्त पर्यावरण चेतना प्रकृतिहरूमाथि नलेखिएका होइनन् तर अहिले यो पर्यावरणमाथि जुन ह्रास अहिले यो प्रकोपको समय हामी नै देखिरहेका छौँ यो केही वर्षदेखि यता प्राकृतिक प्रकोपले कति सताएको छ है यो मानवको विकासमाथि गरिएका कुराहरू लिएर यस्तै कुराहरूलाई नै ध्यानमा दिएर विनाश नहोस् तर विकास होस् र प्रकृतिको पनि संरक्षण होस् भन्ने पाराले है प्राकृतिक संरक्षण अथवा पर्यावरण संरक्षणलाई नै विशेष रूपले ध्यान दिनुपर्छ होला जस्तो मलाई लाग्छ र त्यसमाथि नै जोड गरेर लेखिनुपर्छ अनि मानवताहरूको कुरा अहिले हामी देख्छौँ यो मोबाइलको अत्यधिक प्रयोगले गर्दा परिवारमा विभाजन देख्छौँ है एउटै घरमा छोराछोरी मातापिता अलग अलग सबैको हातमा हुन्छ यो जुन प्रकारको उहिलेको संयुक्त परिवारको एउटा धारणा थियो त्यो अवधारणा हराउँदै गइरहेछ र मानवता अथवा आपस्तमा प्रेम भन्ने कुरामा पनि ह्रास हुँदै आएको देखिएको छ र यस कुरालाई हामीले कसरी जोगाउन सक्छौँ भन्ने र विशेष गरी प्रकृति अथवा पर्यावरण संरक्षणमाथि नै ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ हजुरको है बहुमूल्य समयको लागि चाहिँ हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँहरूले पनि यस्तो मौसम पानी परेर कस्तो भइरहेको छ र पनि मेरो घरैमा आएर मलाई यस्तो एक दुई कुराहरू सोध्नुभयो केही प्रश्नहरू गर्नुभयो र त्यसको लागि म पनि तपाईँहरूप्रति कृतज्ञता प्रकट गर्छु हुन्छ धन्यवाद।